लखट्यो त नि। अनि तिनीहरूले भन्यो तल गएपछि भन्यो त्यो चाहिँ नि वन झाँक्री पनि केटी मान्छेको वन झाँक्री हो चाहिँ नि भन्छ। बुढी हो भनेपछि उसले त के हुन्छ भने तलतिर जाँदा त कपालले त जम्मै आँखा साखा छोप्यो नि त उसको चाहिँ नि। आँखा छोप्यो, आँखा छोपेपछि हामीलाई देख्न उसलाई गाह्रो भयो नि त। हजुरबाहरूले कथा भन्दा चाहिँ के भन्नुहुन्थ्यो वन झाँक्रीले लखट्यो भने मासतिर नभाग्नु रे तलतिर भाग्नु रे भनेर भन्नुहुन्थ्यो। हाम्रो त तलतिर जानुपर्ने भएर हामी तलतिर बाटै तलतिर पर भाग्यो। मासतिर जाँदा चाहिँ के हुन्छ भने उसको त्यो कपा झाँक्राहरू चाहिँ नि अनि सलक्क फिर्जिन्छ अरे। उसले अनि प्रत्यक्ष त्यो कहाँ गयो भनेर चाहिँ देखेर लखड्दै लखड्दै गएर चाहिँ समाउने सम्भव हुन्छ अरे। झ्याप्पै नै चाहिँ नि के अरे ऊ देखियो त एकदम भुत्लै भुत्ला भएको कालो ठिङ्गै यही ओडारमा देखियो। अनि कहाँको वन झाँक्री के अरे हड्डी खोज्दिनु त्यही हो वन झाँक्री गर्नु भने त अनि तिनीहरू भागिगयो नि अनि के अरे त्यहाँबाट। अनि त्यसो छ अरे नि त साँच्चीकै वन झाँक्री भेट्यो त अनि उसको जिउमा त जम्मै झाँक्रै झाँक्रा हुँदो रहेछ नि त। अब ऊ नै हुँदो रहेछ नि त, कपालै कपाल रौ रौ हुँदो रहेछ नि त, लुगा सुगा लाउने होइन रहेछ नि त, जम्मै जिउैभरि ऊ गर्ने। होइन मैले प्रत्यक्ष देखेको पुरै जिउभरि नै भुत्लै भुत्ला छ त अनिखेरि त्यहाँबाट। उनीहरूलाई पनि देखाइदियो। अब त्यतिखेर अब यस्तो थियो नि त हामीसँग अहिले मोबाइलको चलन थिएन, क्यामेरा त्यहाँ हुन्छ के आउँछ हामी खिच्छौँ भनेर क्यामेरा बोक्ने चलन थिएन, क्यामेरा ल्याइने थिएन। यो 30-32 सालतिरको हुनुपर्छ, 30-32 सालतिरको हुनुपर्छ। अब तिनीहरू त दुङ दुङ बनाउने के तिनीहरू पनि नुहाउँदै ननुहाउने त्यस्तो मान्छे थियो कि उनीहरू पनि। हजुर हामी जस्तो तर हाइट चाहिँ नि मैले अनुमान हाइट गरेर चाहिँ हामी जति त्यो अल्को हाइट चाहिँ थिएन। अलि यो हाम्रो कम्मर यस्तो आउने हाइट भएको है, हाइट भएको उसको आँखा प्रत्यक्ष जिब्रो चाहिँ हाम्रो अब यहाँबाट त हेर्नुहोस् त त्यहाँ टाढा माथिबाट ऊ देखिएन, त्यहाँ ऊ चाहिँ नि त्यो भुत्लै भुत्ला भएको चाहिँ नि प्रत्यक्ष देखियो कि। अनि उसलाई देखायो ल हेर्नुहोस् त्यो मान्छे हो, अब त जाने कि नजाने मान्छे हो कि हो त होइन त्यो त वन झाँक्री हो भनेर उहाँहरूले चाहिँ नि। अब उहाँहरू त अलिकति बाठो हुनुहुन्छ अब ठुलो मान्छेहरू। अनि उहाँहरू चाहिँ कस्तो पनि अब तामाङ जाति हो अथवा शेर्पा जाति हो के को मान्छेहरू। अनि यस्तै उसको पुस माघको बेला थियो अनि बाक्लो बाक्लो बुढाको दुङ दुङ गनाउने खालको मान्छे हो कि त्यस्तो गनाउने मान्छेहरू थिए। अनि लौ होइन भनेर अनिखेरि हामी तलतिर आयो। अब हाम्रो लखटिया पनि छ त्यहाँ तलसम्म छ नि ऊ गऱ्यो अनि अलिक तल गएर हेरेको अनि के अरे पर्खेर आएन। अनि लखट्यो त नि। अनि तिनीहरूले भन्यो तल गएपछि भन्यो त्यो चाहिँ नि वन झाँक्री पनि केटी मान्छेको वन झाँक्री हो चाहिँ नि भन्छ। बुढी हो भनेपछि उसले त के हुन्छ भने तलतिर जाँदा त कपालले त जम्मै आँखा साखा छोप्यो नि त उसको चाहिँ नि। आँखा छोप्यो, आँखा छोपेपछि हामीलाई देख्न उसलाई गाह्रो भयो नि त। अनि हामी जोगियो बाँच्यो भनेर भन्यो ती मान्छेहरूले। अनि त्यहाँ त्यसो भए त अब मुटु पनि ढुकढुक भयो। अब घर गएर बुवा मुवालाई भन्यो भने कुट्नुहुन्छ यसरी गएर उ गर्नु भनेर अनि चुपचाप लागेर त्यो उनै मैले च्याप्टरै चाहिँ कसैसँग भनेको थिएन। आज तपाईँहरूले सोधेर उ गरेर मात्रै मैले खुलासा गरेको हेर्नुहोस् त। त्यही बुढी नै हुनुपर्छ किनभने कपालले त उसले आँखा तल्ती जाँदा त उ भयो नि। अनि हाम्रो के अरे हजुरबाहरूले कथा भन्दा चाहिँ के भन्नुहुन्थ्यो वन झाँक्रीले लखट्यो भने मासतिर नभाग्नु रे तलतिर भाग्नु रे भनेर भन्नुहुन्थ्यो। हाम्रो त तलतिर जानुपर्ने भएर हामी तलतिर बाटै तलतिर पर भाग्यो। मासतिर जाँदा चाहिँ के हुन्छ भने उसको त्यो कपा झाँक्राहरू चाहिँ नि अनि सलक्क फिर्जिन्छ अरे। उसले अनि प्रत्यक्ष त्यो कहाँ गयो भनेर चाहिँ देखेर लखड्दै लखड्दै गएर चाहिँ समाउने सम्भव हुन्छ अरे। अनि हामी तलतिर भाग्यो। अब म त्यो झोलासोला बोक्ने भन्दा म अगाडि भाग्यो नि त। म त क्रिकेटी मान्छे फुत्ता भाग्यो। अनि तिनीहरूलाई धेरै अलि के अरे 10-15 हातको फरक गरेर म अगाडि भाग्यो। खाएँ नि तिनीहरूले खाओस् न मलाई किन गर्नु भनेर अनि फुत्ता भाग्यो। अनि
भएन नि तिनीहरूको पेसा उनीहरूको अब पेसेदार हो अथवा के हो म घरतिर अनि भाग्यो म चाहिँ घरतिर त्यतिखेर त बिरामी भएन म त्यतिखेर चाहिँ बिरामी भएन अनि उनीहरू साथी थियो नि त उनीहरू साथी थियो उनीहरू अग्र ठुलो मान्छेहरू उनीहरू त त्यो बनझाँक्री आए पनि मलाई त केही नगर्ला तिनीहरूलाई गर्ला भनेर भन्नेमा म ढुक्क भएँ नि त अब चाहिँ एक्लै भएन नि त म चाहिँ एक्लै भएको भए अब त्यस्तो कतिपय मान्छेहरूलाई बनझाँक्रीले लगेर 6 दिन 7 दिनपछि फेरि यही ओडारमा ल्याएर छोडेको रे यहाँ त दाउरा खोज्न आएको मान्छेहरू भनेर अहिले त्यो तान्त्रिक विद्या गरेर हिँडिरहेका छन् त्यस्तो मान्छेहरू छन् यही बनझाँक्रीले त मान्छे खान्छ कि खाँदैन के सुन्नु भयो पहिला हजुरबाहरूले भन्नुभयो होला नि त तपाईँले होइन हाम्रै अब हिसाबले मान्छे खान्छ कि खाँदैन खान्छ भनेर भन्नुहुन्थ्यो हराउँछ अरे मान्छे नै हराएर फेरि सिकाएर पठाउँदा भन्थ्यो बनझाँक्री बुढीले चाहिँ खान्छ भन्थ्यो कि अब त्यो त खान्छ मान्छे गएर हरायो विपत्ता भयो भन्यो भने विपत्ता भयो भने त कहाँ गयो के अरे यो प्रथम विश्वयुद्ध ताका मेरो हजुरबाहरूले भन्दा है अब त्यो प्रथम विश्वयुद्ध भनेपछि त के अरे 1980 साल अब 85-86 कति वर्ष अथवा त्यस्तो समय थियो होला अनि त्यतिखेर मान्छेहरू हराएको थियो त यो इलाकामा मान्छे हराएको थियो अरे अब यहाँ चाहिँ भन्दा कहाँ गयो अब त्यतिखेर त लाहोर जाने भनेपछि इन्डिया जाने भासिनी भनेपछि त्यता गयो भने अहिलेसम्म खोज यही गाउँको मान्छे हो अहिलेसम्म उनीहरूको खोज तलास केही पनि छैन त त्यस्तो भइरहेको छ नि त अब खायो होला त नखाएको भए त अब चाहिँ उनीहरूको आउनु पर्ने उ गर्नु पर्ने अनि बुवा अस्ति जस्तो तपाईँले एयरपोर्टमा प्लेन हेर्न जाने बेलामा त त्यो एउटा कुरेली अथवा किसिमले के उल्टो खुट्टा हिँड्ने भूतको कुरा गर्नु भएको थियो नि हजुर हजुर मैले त्यो गरेँ त हामीले पछि त्यो भिडियो बनाइसकेपछि अर्कोलाई पनि सोधेको थियो हो रे नि त त्यो त उहाँहरू अर्को मान्छेले पनि देख्नु भएको रहेछ मैले तपाईँले भनेको मात्रै कुरा त्यस्तो म झुटो कुरा कहिले पनि गर्दिनँ म किनभने झुटो कुरा गरेर हिँड्न हुँदैन नि त हामी त एउटा के अरे उसमा धर्ममा लागिसकेको मान्छे बुढो मान्छेले त्यस्तो झुटो आफ्नो जीवनमा देखेर भएको कुरा पो गर्नुपर्छ झुटो कुरा कहिले पनि गर्नुहुन्न बोल्नु त्यस्तो झुटो कुरा गर्नु हुँदैन नि त बाबु झुटो कुरा गर्नु हुँदैन नि आफ्नो देखेको प्रत्यक्ष नदेखेको कुरा हो यहाँ आएर त्यो बनझाँक्रीले मलाई नलहटेको कुरा म भन्न सक्छु तपाईँलाई भन्न सक्छु त अनि मलाई लखटेर मेरो घटना जीवनमा घटेर मेरो भएको म तपाईँले सोध्नुभयो अनि तपाईँहरूलाई मैले बताएँ त नभएको भए मैले त्यस्तो म कहानी बनाउने बनझाँक्रीले त मान्छे खान्छ कि खाँदैन के सुन्नु भयो पहिला हजुरबाहरूले भन्नुभयो होला नि त तपाईँले होइन हाम्रै अब हिसाबले मान्छे खान्छ कि खाँदैन खान्छ भनेर भन्नुहुन्थ्यो हराउँछ अरे मान्छे नै हराएर फेरि सिकाएर पठाउँदा भन्थ्यो बनझाँक्री बुढीले चाहिँ खान्छ भन्थ्यो कि अब त्यो त खान्छ मान्छे गएर हरायो विपत्ता भयो भन्यो भने विपत्ता भयो भने त कहाँ गयो के अरे यो प्रथम विश्वयुद्ध ताका मेरो हजुरबाहरूले भन्दा है अब त्यो प्रथम विश्वयुद्ध भनेपछि त के अरे 1980 साल अब 85-86 कति वर्ष अथवा त्यस्तो समय थियो होला अनि त्यतिखेर मान्छेहरू हराएको थियो त यो इलाकामा मान्छे हराएको थियो अरे अब यहाँ चाहिँ भन्दा कहाँ गयो अब त्यतिखेर त लाहोर जाने भनेपछि इन्डिया जाने भासिनी भनेपछि त्यता गयो भने अहिलेसम्म खोज यही गाउँको मान्छे हो अहिलेसम्म उनीहरूको खोज तलास केही पनि छैन त त्यस्तो भइरहेको छ नि त अब खायो होला त नखाएको भए त अब चाहिँ उनीहरूको आउनु पर्ने उ गर्नु पर्ने अनि बुवा अस्ति जस्तो तपाईँले एयरपोर्टमा प्लेन हेर्न जाने बेलामा त त्यो एउटा कुरेली अथवा किसिमले के उल्टो खुट्टा हिँड्ने भूतको कुरा गर्नु भएको थियो नि हजुर हजुर मैले त्यो गरेँ त हामीले पछि त्यो भिडियो बनाइसकेपछि अर्कोलाई पनि सोधेको थियो हो रे नि त त्यो त उहाँहरू अर्को मान्छेले पनि देख्नु भएको रहेछ मैले तपाईँले भनेको मात्रै कुरा त्यस्तो म झुटो कुरा कहिले पनि गर्दिनँ म किनभने झुटो कुरा गरेर हिँड्न हुँदैन नि त हामी त एउटा के अरे उसमा धर्ममा लागिसकेको मान्छे बुढो मान्छेले त्यस्तो झुटो आफ्नो जीवनमा देखेर भएको कुरा पो गर्नुपर्छ झुटो कुरा कहिले पनि गर्नुहुन्न बोल्नु त्यस्तो झुटो कुरा गर्नु हुँदैन नि त बाबु झुटो कुरा गर्नु हुँदैन नि आफ्नो देखेको प्रत्यक्ष नदेखेको कुरा हो यहाँ आएर त्यो बनझाँक्रीले मलाई नलहटेको कुरा म भन्न सक्छु तपाईँलाई भन्न सक्छु त अनि मलाई लखटेर मेरो घटना जीवनमा घटेर मेरो भएको म तपाईँले सोध्नुभयो अनि तपाईँहरूलाई मैले बताएँ त नभएको भए मैले त्यस्तो म कहानी बनाउने मान्छे त्यस्तो त होइन नि त बाबु म चाहिँ नि